मध्यपश्चिम विश्वविद्यालय अर्थात् मिड वेस्ट युनिभर्सिटीको एक्जाम फर्म कसरी भर्ने भनेर तपाईहरुलाई सिकाउँछु। मोबाइलको सबैभन्दा सुरुमा तपाई क्रोम ब्राउजरमा जानुस्। यसरी क्रोम ब्राउजरमा गइसकेपछि तपाईले यो सर्च बटनमा yamu.exam.edu.np भनेर यसरी लेख्नुहोस्। त्यसपछि लिएर सर्च गर्नुहोस्। यसरी सर्च गरिसकेपछि हेर्नुस् त तपाईहरुलाई हो यस्तो देखाउन सक्छ कहिलेकाहीँ। अब तपाईहरुलाई चाहिँ तल यो एडभान्स भन्नेमा क्लिक गर्नु होला। यसरी क्लिक गरिसकेपछि प्रोसेस टु yamu.exam.edu.np देखाएको छ। फेरि यसमा क्लिक गर्नुस् यो लिंकमा। यसरी क्लिक गरिसकेपछि अब तपाईहरुलाई खुल्ने छ यो वेबसाइट। 3 बटन छ। यसमा चाहिँ तपाईले क्लिक गर्नुहोस्। यसमा यसरी क्लिक गरिसकेपछि तपाईहरुलाई अलि तल यसरी स्क्रोल गरिसकेपछि हेर्नुस् त साथीहरु, यहाँ यो अनलाइन एक्जाम फर्म भनेर यसरी देखाइएको छ। हो यसमा चाहिँ तपाईले यसरी क्लिक गर्नुहोस्। अब तपाईले यसरी क्लिक गरिसकेपछि चाहिँ तपाईहरुलाई यस्तो इन्टरफेस देखाउनेछ। अब साथीहरु तपाईले चाहिँ के गर्नुस् भन्देखि सुरुमा तपाईले यहाँ 3 लाइनमा जानुस्। फेरि पनि 3 लाइनमा गइसकेपछि यसरी लगइन देखाउनेछ यहाँ तल साथीहरु। यो लगइन बटनमा तपाईले क्लिक गर्नुहोस्। यसरी क्लिक गरिसकेपछि साथीहरु युजर नेममा चाहिँ तपाईले रजिस्ट्रेसन नम्बर हाल्नु होला र पासपोर्टमा चाहिँ तपाईहरुले आफ्नो जन्म मिति हाल्नु होला, जुन डेट अफ बर्थ। पासपोर्ट हालेपछि यो लगइनमा क्लिक गर्नु होला। साथीहरु तपाईहरुलाई यस्तो इन्टरफेस देखायो। अब तपाईहरुले यहाँ करेन्ट पासपोर्टमा चाहिँ तपाईले आफ्नो जन्म मिति र न्यू पासपोर्ट कन्फर्ममा चाहिँ नयाँ पासपोर्ट राख्नु पर्ने हुन्छ है। पासपोर्ट तल माथि चाहिँ राखिसकेपछि अब तपाईले सेभ चेन्जमा यसरी दबाइ दिनु होला। अब तपाईले फेरि पनि लगइनमा जानुहोस्। लगइनमा गइसकेपछि आफ्नो फेरि पनि युजर नेम र त्यसमा चाहिँ तपाईहरुले पासपोर्ट राख्नुहोस्। तपाईले अघि जुन राख्नु भएको थियो नयाँ पासपोर्ट त्यही राख्नु होला। फेरि लगइन गर्नु होला। लगइन गरिसकेपछि साथीहरु अब तपाईलाई यहाँ चाहिँ तपाईले यहाँ नयाँ चीज चेन्ज गर्नुपर्ने हुन्छ। अब तपाईहरुले यहाँ कन्ट्याक्ट नम्बरमा कन्ट्याक्ट नम्बर राख्नुहोस्। यसरी यो जुन कलमको चिन्ह देखाइएको छ साथीहरु, तपाईले यो देखिराख्नु भएको छ यहाँ यो कलमका चिन्ह यिन दुईटा। यसमा चाहिँ तपाईहरुले यो कन्ट्याक्टको माथि यसरी यसमा क्लिक गर्नु होला र आफ्नो यसमा कन्ट्याक्ट नम्बर राख्नु होला। म यसमा चाहिँ आफ्नो कन्ट्याक्ट नम्बर राख्छु। यसरी कन्ट्याक्ट नम्बर राखिसकेपछि फेरि पनि तपाईहरुले यो देखिएको यो यही बटनमा फेरि पनि क्लिक गर्नु होला। यसरी क्लिक गरिसकेपछि अपडेट हुन्छ यहाँ। त्यसपछि लिएर इमेलमा यसरी क्लिक गर्नु होला। इमेलमा पनि तपाईले आफ्नो इमेल राख्नु होला साथीहरु। इमेल अनिवार्य रूपमा राख्नुपर्ने हुन्छ। भोलि बिहान गएर तपाईले पासपोर्ट बिर्सिनु भयो भने पनि इमेल मार्फत तपाईलाई पासपोर्ट फरगेट गर्न सजिलो हुन्छ। त्यसैले गर्दा साथीहरुले आफ्नो इमेल चाहिँ जसरी पनि राख्नु हुन एकदमै म चाहिँ अनुरोध गर्छु, किनभने यो एकदमै आवश्यक पर्ने हुन्छ। यसरी तपाईले आफ्नो इमेलमा राखिसकेपछि फेरि पहिला जुन यो पेनको चिन्ह यहाँ तल देखिएको छ, यही पेनको चिन्हमा क्लिक गरिदिनु होला। यसरी क्लिक गरिसकेपछि साथीहरु यहाँ इमेल पनि सेभ हुन्छ। अब तपाईहरुले सिलेक्ट फोटो टु अपडेट भनेको छ। यसरी सिलेक्ट फोटो टु अपडेटमा यसरी दबाइसकेपछि तपाईले आफ्नो पासपोर्ट साइजको फोटो राख्नुपर्ने हुन्छ है साथीहरु। जुन पाए त्यही हैन, पासपोर्ट साइजको फोटो। यसरी मैले पासपोर्ट साइजको फोटो चुज गरे र त्यसपछि तपाईले तल सिलेक्ट साइन टु अपडेट भनेको छ। यसमा तपाईले आफ्नो सिग्नेचर राख्नुपर्ने हुन्छ साथीहरु। सिग्नेचरमा पनि तपाईले आफ्नो एकदम स्पष्ट रूपले देखिने सिग्नेचर राख्नु होला। यसरी सिग्नेचर राखिसकेपछि साथीहरु तपाईले चाहिँ अब गर्नुपर्ने काम यो जुन यो तपाईले माथि यहाँ ड्याशबोर्डमा देख्नु भएको छ 3 लाइन हो, यसमा क्लिक गर्नु होला। क्लिक गरिसकेपछि साथीहरु तपाईले यो पहिलो नम्बर भयो साथीहरु। तपाईले सुरुको पहिलो नम्बरलाई क्लिक गर्नु होला। यसरी
अब तपाईँ साथीहरू कुन सेमिस्टरको हुनुहुन्छ? थर्ड सेमिस्टर भए थर्ड, फिफ्थ सेमिस्टर भए फिफ्थ। थर्ड भए पे आरएस 0मा चाहिँ तपाईँले क्लिक गर्नुहोला, अथवा फिफ्थ भए पे आरएस 0मा क्लिक गर्नुहोला। जस्तै अहिले म फिफ्थ सेमिस्टर भएको कारणले गर्दा पे आरएसमा म अब क्लिक गर्छु र मेरो फर्म खुल्नेछ। हेर्नुहोस् साथीहरू, यसरी फर्म खुलिसकेपछि तपाईँले अब स्क्रोल अलि यतातिर साइडमा घुमाइसकेपछि तपाईँको सबै विषयहरू चाहिँ यसमा दिइसकेको हुन्छ। हेर्नुहोस् है साथीहरू, यसरी दिइसकेको हुन्छ र तपाईँले चाहिँ अब यो देखाइएको जुन तपाईँले यो सबमिट फर्म छ, अब चाहिँ यसमा चाहिँ तपाईँले यसमा क्लिक गर्नुपर्ने हुन्छ। यसरी क्लिक गरिसकेपछि तपाईँको इक्जाम रजिस्ट्रेसन फर्म सबमिट हुन्छ र यसपछि चाहिँ तपाईँले ओकेमा क्लिक गर्नुहोस्। यसरी ओकेमा क्लिक गरिसकेपछि अब तपाईँ फेरि पनि माथि दिएको यो जुन 3 लाइन रहेको छ यो बटन, र यसमा चाहिँ फेरि पनि तपाईँले क्लिक गर्नुहोला। यसरी क्लिक गरिसकेपछि तपाईँ फेरि पहिलो नम्बरको पेनमा चाहिँ तपाईँले क्लिक गर्नुपर्ने हुन्छ। अब यसरी पहिलो नम्बरमा क्लिक गरिसकेपछि तपाईँले हेर्नुहोस् त, डाउनलोड कन्फर्मेसन स्लिप भनेको छ हो। यसमा चाहिँ तपाईँले दबाइसकेपछि तपाईँको फर्म डाउनलोड हुन्छ र त्यो डाउनलोड गरेको फर्मलाई चाहिँ तपाईँले आफ्नो प्रशासनमा लिएर चाहिँ बुझाउनु पर्ने हुन्छ साथीहरू।